पानी परिराखेको अवस्था यो म सिर्लुङमा मेराबाट राङखोला झर्ने क्रममा सिर्लुङमा आएर पानीले गर्दा ओतमा अड्किएको छु। यहाँ हाम्रो पदम मामाको घरमा छु म र हाम्रो यो पदम मामाको घरको अवस्था पुरा भग्नावशेष। आयो लाउन हौ भन्दै गाँठे हो जाडो बमै हानेको हौ। ल यो हाम्रो पदम मामाको घर साह्रै धडकमा छ हौ, डरलाग्दो गरी जाडो बज। यहाँ त बम पड्क्यो झैँ पड्क्या छ त आकाश त यार, रातै लाने त गाँठे। यस्तो त नगरौँ न हौ। ल अझ असिना पनि झऱ्यो क्या हौ। ल असिना पानी हुँदैछ त अहिले त। ल हेर आमा असिना पानी हुरी गाह्रो छ हौ, साह्रै गाह्रो छ। काम गरी खान पनि गाह्रो भयो त गाँठे। बर्खा मास लायो जडम आकाश गर्जनी असिना पानी। एकछिन ओत लिएर बसेको, खै बस्न पनि डर लाग्यो गाँठे। जडम गर्दाखेरि त यो घर त पुरा थर्किँदो रहेछ त। पुरा पाली पनि पुरा धरापमा, पुरा ढुङ्गाको पाली छ। पुरा गाह्रो चिरिएर बसेको अवस्थामा